एआईको युज गरेर गीत बनाउनलाई सुरुमा तपाईँ आफ्नो गुगल क्रोमको सर्च बारमा जानुहोस् अनि सुनो एआई भनेर टाइप गर्नुहोस्। यस्तो प्रकारको इन्टरफेस खुल्छ। सुनो एआई म्युजिक क्लिक गर्नुहोस् अनि सिम्पल लगइन छ। लगइन गर्नको लागि जस्ट जिमेल एकाउन्टबाट लगइन गरिदिनुहोस्। या आइएम युजिङ जिमेल एकाउन्ट टु लगइन। ओके, लगइन गरिसकेपछि यस्तो प्रकारको इन्टरफेस देखाउँदो रहेछ। क्रिएटमा क्लिक गर्नुहोस्। क्रिएटमा गइसकेपछि यहाँ लिरिक्स भन्नेमा लिरिक्स च्याट जिपिटीबाट उठाउनुहोस्, यहाँ पेस्ट गर्नुहोस्। तपाईँ आफैले पनि लेख्न सक्नु। यु ह्याभ टु जेनेरेट नेपाली सङ लिरिक्स फर मी। म यहाँ पेस्ट गरिदिन्छु लिरिक्समा। ओके, पेस्ट। अथवा तपाईँले यसमा क्लिक गरेर तपाईँले लिरिक्स यहाँबाट जेनेरेट पनि गर्न सक्नुहुन्छ। अथवा यहाँ पनि तपाईँले इन्स्ट्रक्सन दिन सक्नुहुन्छ। यो स्टाइलमा चाहिँ म के चुज गर्छु भन्दा केपअप, ल केपअप टाइपको म्युजिक चाहिँ म बनाउन चाहन्छु। ओके, केपअप मैले अनि अरू केही पनि गरेन। सङ टाइटल चाहिँ जस्ट नथिङ भनेर दिउँ न अहिले। केही पनि होइन, केही पनि होइन, जस्ट नथिङ ल। अनि त्यसपछि म क्रिएटमा क्लिक गर्छु। क्रिएटमा क्लिक गरिसकेपछि यसले हाम्रो लागि गीत बनाइदिन्छ। गीत सुन्नुभयो कस्तो बनाइदिने रहेछ। ओके, यसले मलाई गीत यहाँ बनाइदिइसकेको छ। म 4वटा दिइसकेको छ होइन। म यसमा चाहिँ तपाईँको यो नथिङ भन्नेलाई नै सिलेक्ट गर्छु। त्योभन्दा अगाडि यहाँ तपाईँले हेर्नु त माथि यहाँबाट चाहिँ तपाईँले यो मोडलहरू चुज गर्न सक्नुहुन्छ। मैले चाहिँ अहिले फ्री भर्जन युज गरिराखेको छु, तपाईँहरूले पनि फ्री नै युज गर्नु होला। ओके, यहाँ गीत आएको छ, सुन्नुभयो। तिमी बिना यो मन सुन्न साना। एआईको युज गरेर गीत बनाउनु चाहिँ तपाईँ पनि, यो चाहिँ एआईको युज गरेर बनाएको गीत हो। म सुन्दैछु अहिले। यसलाई तपाईँले यहाँ गएर डाउनलोड पनि गर्न सक्नुहुन्छ। इट्स भेरी इजी। यस्तै भिडियोको लागि फलो गर्नुहोला। थ्याङ्क यू।